हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। आज चाहिँ मेरो अलिक गुड मर्निङ ढिला भयो किनभने मैले राति सुतेको थिएन राम्ररी। उठेर मैले आफ्नो ओछ्यानहरू मिलाएँ किनभने आज हामीलाई कतै जानु छ। कहाँ जानु छ म एकछिनमा भन्छु ल। मैले ओछ्यानहरू मिलाएर अब म र मेरो छोरा गए ब्रस गर्न। उसले चाहिँ फेरि ब्रस भने चाहिँ ऊ एभ्री टाइम हुन्छ कि उसलाई फेरि ब्रस माग्नुपर्ने। मैले गर्दा होस् या उसको बाबाले होस् या उसको आमाले होस्, जसले ब्रस गर्दा नि उसलाई ब्रस गर्नै पर्छ के। सबैसँग कलगेट राखेर मजाले हामीले जसरी गर्यो उस्तै त्यस्तै तरिकाले उसले गर्न खोजिरहेको हुन्छ कि ब्रस चाहिँ। एकदम खुसी हुन्छ मेरो छोरो ब्रस गर्नलाई चाहिँ। र ब्रस भन्दा बढी फेरि उसले जहाँतिर क्यामेरा छ त्यहीँतिर हेरिरहेको हुन्छ कि। अब चाहिँ मैले छोरोलाई उसको बाबालाई दिएँ अनि म आफ्नो दाँत माझ्ने मुख धुने कार्यक्रम गर्छु। आज चाहिँ हामी मेरो देवरको छोरीको पास्नेमा गइरहेको छौँ, त्यही भएर हामीलाई रेडी हुन्छ। यो चाहिँ मैले जुबेदाको फेस वास युज गर्न लागेको ल गाइज, एकदम राम्रो छ। कसैलाई जुबिदाको फेस वास युज गर्नु छ भने मलाई कन्ट्याक्ट गर्नु होला किनभने यो अलिकति पनि लियो भने धेरै फिज आउँछ कि यसमा लिटल प्रोडक्ट अनि फाइदा धेरै छ, बेनिफिटहरू। अब चाहिँ म हुन थालेँ रेडी। यो चाहिँ मेरो दादाले गिफ्ट दिएको हो अब बिस्तारै हेर्नु र, मेरो मेकअपको धेरै सामानहरू धेरैले गिफ्ट दिएको छ कि। यो चाहिँ मैले मजाले दलेँ। पछि म लाउँछु सेटाफिलको मोइस्चराइजर, यो पनि मलाई मेरो दादाले नै दिएको हो। राम्रो छ है यो सेटाफिल। अब महँगो प्रोडक्ट भयो पनि होला, नाइस। अब लाउँछु म यसपछि सनस्क्रिन। यो सनस्क्रिन मैले दराजबाट अर्डर गरेको, ठिकै छ भनौँ।